कता फेरि हामीहरू आफूले चाहिँ नि आफ्नो व्यवहारहरू अगाडि बढाइरहेका छौँ, आफ्नो जनजीवनहरूलाई चाहिँ नि सामान्य रूपमा अगाडि बढाउने प्रयास गरि नै रहेका छौँ र त्यसैको फलस्वरूप यो पुस्तकको विमोचन पनि हो कि यो भीषण परिस्थिति, यो ब्याकग्राउन्डमा कहीँ न कहीँ चाहिँ नि हामीले आफ्नो सुख दुःख, आफ्ना व्यवहारिक पलहरू, आफ्ना व्यवहारिक पाटाहरूलाई पनि अगाडि बढाउने र जीवनलाई यथावत सञ्चालन गर्ने प्रयासमा चाहिँ नि हामी नै छौँ। आज अत्यन्तै नै खुसी लाग्यो यहाँहरूको समक्ष आफ्नो यो पुस्तक यसरी अगाडि ल्याउन पाउँदाखेरि। आफ्नो बारेमा, आफ्नो जीवनको बारेमा आफ्नो सोचाइ, आफ्नो विचार र आफ्नो सोचाइ विचार त्यो पनि विभिन्न पाटाहरूलाई लिएर, आफ्नो जीवनलाई लिएर, आफ्नो समाजलाई लिएर, आफू कार्यरत क्षेत्रलाई लिएर र आफू जिएको समाज, राष्ट्र, त्यसको राजनीतिलाई लिएर त्यो सबै कुरा चाहिँ यो पुस्तकमा समेटिएको छ। र यसरी आफ्नो विचारहरू पुस्तकमा समेट्दाखेरि अलिकति चुनौतीपूर्ण पनि हुँदो रहेछ। कति खुल्ने, कति नखुल्ने, कति कुराहरू पोख्ने, कति कुराहरू नपोख्ने, जीवनमा आफूसँग ठोकेका व्यक्तिहरूलाई कतिलाई संलग्न गर्ने, कतिलाई संलग्न नगर्ने, व्यक्तिहरूको संलग्नतालाई कति गहिराइमा लाने या कति नलाने, ती सबै कुरा चाहिँ नि चुनौतीपूर्ण नै हुँदो रहेछ। यदि आफू असाध्यै यथार्थ भएर, असाध्यै स्वाभाविक हिसाबले आफूले भोगेका, जानेका, बिताएका पलहरूलाई चाहिँ नि अक्षरमा उतार्नु पर्दाखेरि। तर यसलाई अलिकति मलाई सहज कसले बनाइदिनु भयो भने योगेशजीले बनाइदिनु भयो। योगेशजीलाई एकचोटि जोरदार ताली दिनुहोस्। यो पुस्तक लेख्नुभन्दा अगाडि योगेशजीसँग मेरो त्यही अब एउटै करिब म पत्रकार, म सिनेकर्मीको नाताले विभिन्न ठाउँमा भेटघाट त हुन्थ्यो, तर त्यति गहिरो सम्बन्ध चाहिँ नि हाम्रो विकसित भइसकेको थिएन। तर त्यो केही संलग्नता र केही भेटघाटले चाहिँ नि मैले उहाँको बारेमा केही न केही आफ्नो मन मस्तिष्कमा एउटा धारणा चाहिँ नि बनाइसकेको थिएँ। र जब यो पुस्तक लेख्ने कुरा आयो र कोसँग संलग्न भएर लेख्ने भन्ने कुरा आउँदाखेरि एक किसिमको अन्योलता र दुविधा चाहिँ नि अवश्य पनि थियो, प्रश्न चिन्ह पनि थियो, को व्यक्तिसँग बसेर लेख्ने त भन्दा। अनि अचानक मलाई लाग्छ फाइन प्रिन्टकै हाम्रो बरालजीले चाहिँ योगेशजीको नाम भन्नुभयो र योगेशजीको नाम भन्न साथ मैले सोचेँ कि यो उहाँको नाम मेरो दिमागमा पहिले किन आएन भने जस्तो पनि लाग्यो मलाई। र उहाँ साथै उपयुक्त व्यक्ति जस्तो मैले ठाने र हाम्रो सहकार्य भयो। र यो सहकार्यको क्रममा चाहिँ नि सायद मधुभन्दा बढी भनौँ कि मधुपछि भनौँ, हुलमिल भएको र आत्मीयता भएको व्यक्ति उहाँ नै हुनुभयो। किनकि उहाँसँगको यो सहकार्यमा चाहिँ नि मैले आफ्ना सबै तिता मिठा, आफूलाई चाहिँ नि भनौँ न त्यो आजको बिन्दुसम्म चाहिँ नि राखेका गोप्य कुराहरू, कसैसँग सेयर नगरेका कुराहरू, कुनै कुराहरू कसैलाई चाहिँ नि सेयर गर्न अप्ठ्यारा भएका कुराहरू पनि सबै चाहिँ नि उहाँको चाहिँ सामिप्यमा मैले पोखिदिएँ। त्यस कारण उहाँ असाध्यै एउटा विश्वासिलो पात्र पनि हुनुभयो। र यो करिब हामीलाई यो पुस्तक लेख्नलाई 3 वर्ष लाग्यो र यो 3 वर्षको दौरानमा चाहिँ नि हाम्रो सम्बन्ध धेरै नै गहिरियो। तर अलिकति अन्याय चाहिँ नि के भयो भने जति गहिराइमा उहाँले मलाई चिन्नु भएको छ त्यति गहिराइमा चाहिँ उहाँले आफ्नो सबै कुरा चाहिँ मैले अझ चिन्न बाँकी नै छ। मैले त सबै कुरा चाहिँ नि उहाँको अगाडि पोखि नै दिएको छु। त्यस कारण योगेशजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो पुस्तक तपाईँको सहकार्य बिना सायद यसरी चाहिँ नि कम्प्लिट हुँदैन थियो होला। र आज असाध्यै एउटा रोचक ढङ्गमा चाहिँ यो पुस्तक तपाईँहरूको अगाडि आएको छ। प्रश्नकर्ता र म मिलेर सबै कुराहरू यसमा समेटेका छौँ। हुन त म सिनेमाको व्यक्ति हो, तर यसमा खालि सिनेमाका कुराहरू मात्रै नभएर सिनेमाका कुराहरू पनि छन्, तर तपाईँ पढ्दै जानुभयो भने यसमा समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरू पनि छन्। राजनीतिका कुरा छ, धर्मको कुरा छ, केही मनोविज्ञानका कुराहरू छन्, मानवीय जीवनका कुराहरू पनि छन्। सिनेमाको कुरा त भइहाल्यो, आफ्नो बाल्यकालको कुरा छ, आफ्नो परिवारको सम्बन्ध, पारिवारिक माहौलका कुराहरू पनि छन्। र यो पुस्तक तयार भइसकेर यो पुस्तक पढ्दाखेरि मलाई चाहिँ कस्तो लाग्दो रहेछ भने आफ्नो सम्पूर्ण जीवनलाई चाहिँ एकचोटि
फेरि पूर्ण रिभिजिट गरेको जस्तो। नागरिकमा चाहिँ नि आबद्ध हुनुहुन्थ्यो र हामीले धेरै लामो गफ गरेको थियो। त्यो नागरिकको लागि चाहिँ नि आवरणकै होला होइन, त्यसले उसको लागि अन्तर्वार्ता लिनुभएको थियो। मेरो फिल्मको लोकेसनबाट सुरु भएको अन्तर्वार्ता काठमाडौँको गाडीको यात्राबाट लिएर चाहिँ नि मेरो निजी निवाससम्म जाँदाखेरि पनि हाम्रो अन्तर्वार्ता जारी नै रह्यो। र आज मेरो यो पुस्तकको विमोचनको अवसरमा उहाँ पनि यसरी उपस्थित भइदिनु भयो। त्यो मेरो लागि अत्यन्त नै खुसीको कुरा हो। यो सान्दर्भिक लागेर मैले 2-4वटा सेन्टेन्स मात्रै पढिदिन्छु। पछिल्लो चुनाव अगाडि एकजना ठुलै नेतासँग कुराकानीको सिलसिलामा मैले भनेको थिएँ, हरेक कालखण्डमा 2 पुस्ता बीचको दूरी हुने नै गर्छ, तर जति दूरी पुरानो र नयाँ पुस्ताको बीच यो समयमा छ त्यति विगतमा बिरलै थियो। अहिलेको पुस्तामा राजनीति, देश विकास र सुशासनको विषयमा बेग्लै खाले बुझाइ छ। एउटा 2-4वटा सेन्टेन्स यो। अर्को चुनावसम्ममा नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुन सक्छ। यो 1.5-2 वर्षमा लगेको जब मान्छे 84 को चुनाव कुरा गर्थे। आउने चुनावसम्म नेपाली राजनीतिक माहौल अझै परिवर्तन हुन सक्छ। यो झन गन्जागोल र गडबडतिर जान पनि सक्छ। लोकतान्त्रिक मूल्य मान्यताको अवहेलना हुने परिस्थिति नआउला भन्न सकिन्न। तर मलाई आशा के छ भने नेपाली जनसमुदाय सचेत छ, आफ्नो लोकतान्त्रिक अभ्यास र अधिकार संरक्षण गर्न अग्रसर हुनेछ। 2 पुस्ता र उमेरको कुराले पनि यसमा भूमिका खेल्छ। यो हामीले 1.5-2 वर्ष अगाडिको छलफल पायो लेखेको, जसले चाहिँ नि आजको घडीमा आउँदाखेरि कता कता यो सान्दर्भिक भइरहेको छ। त्यही हो, राजनीतिको पाटोमा पनि त्यो छ, अन्य समाजको पाटोमा छ, मेरो व्यक्तिगत जीवनको पाटोमा छ। सबै कुराहरू चाहिँ समग्र समेटिएको छ। र यो पुस्तक योगेशजी र मैले चाहिँ विभिन्न वातावरणमा चाहिँ नि छलफल गऱ्यौँ। कफी सपहरूबाट लिएर, विभिन्न अन्य ठाउँहरूबाट लिएर, आफ्नो निजी निवासबाट लिएर। र रोचक कुरा चाहिँ के छ भने म एउटै ठेगानामा 50औं वर्ष बसेँ, तर यो पुस्तक लेख्ने क्रममा चाहिँ नि मेरो ठेगाना 3 चोटि बदलियो। यो पनि एउटा रोचक नै हो। 50औं वर्षसम्म एउटै ठेगानामा बसिरहेको व्यक्ति जब हामीले यो पुस्तकको लेख्ने सिलसिला अगाडि बढायौँ, त्यो 3 वर्षको दौरानमा मैले आफ्नो चाहिँ निवास स्थान 3 ठाउँमा बदलिएँ। मेरो कपुरधारा जहाँ चाहिँ म 50औं वर्ष बसेको थिएँ, त्यहाँबाट चाहिँ हामीले आफ्नो छलफल सुरु गरेका थियौँ। संयोगवश कपुरधाराको घर चाहिँ मैले त्यो बेलामा छोड्नु पर्यो। अलिकति सन्दर्भ यो पुस्तकमा त्यो बारेमा पनि छ अन्तिममा। र त्यस पश्चात म बुढालिनी कण्ठको अर्को घरमा गएँ र जुन घरमा बसेको थिएँ त्यसको नजिकै चाहिँ नि आफूलाई अर्को एउटा घर निर्माण गरिरहेको थिएँ। र त्यो सरेको घरमा पनि योगेशजी र म बसेर चाहिँ धेरै कुराहरू छलफल गऱ्यौँ। र त्यो छलफल गर्ने क्रममै मेरो घर निर्माण गरेर पनि सकियो र म जुन घरमा अहिले बसिरहेको छु त्यो घरमा पनि हामी बसेर छलफल गऱ्यौँ। त्यस कारण यो चाहिँ एउटा संयोग नै हो कि वर्षौँसम्म एउटै ठेगानामा बसिरहेको म एक हिसाबले राजेशमा कहाँ बस्छ भन्दा कपुरधारामा बस्छ भन्ने चाहिँ एउटा किताबै भइसकेको थियो। तर यो पुस्तकको दौरानमा चाहिँ 3टा ठेगाना पनि बदल्यो र त्यो 3टै ठेगानामा चाहिँ नि मधु त हुने नै भयो। मधु त्यहाँ नै थियो। बेला बेलामा कहिले कहिले झिजो मान्थ्यो, तर बेला बेलामा चाहिँ नि हामीलाई सहयोग नै गरिरहन्थ्यो। हामी धेरै बसेर छलफल गर्थ्यौँ। कहिले कहिले चाहिँ नि भनौँ न अबेर रातिसम्म पनि गर्थ्यौँ। उहाँसँग वाट्सएपमा लाइभमा पनि हामी बसेर चाहिँ छलफल गरिरहन्थ्यौँ, कहिले कहिले समय अनुकूल नभएको कारण। र त्यो 3 वर्षको दौरानमा खालि देशमा मात्रै नभएर विदेशमा पनि हामीहरू वाट्सएपमा चाहिँ नि लाइभ आएर चाहिँ छलफलहरू गरि नै रहेका हुन्थ्यौँ। र मधुले केही सहजता अवश्य पनि प्रदान गरिदिएको थियो। हामी त्यहाँ बसुन्जेलसम्म चाहिँ नि कफी सफी चिया खानपिनले उपलब्ध नै गराइदिएको थियो, झिजो नमानिकन। भनेकै कुराहरू सबै यसैमा छ भनेर भन्यो। अनि मैले उसलाई भने त्यो त हो नि त, किनकि यो
एकदम आफ्नो दिल खोलेर स्वतस्फूर्त रूपमा आफ्नो जीवनमा जे घटेका कुराहरू छन् त्यही नै लेखिएको त हो। यसमा कुनै फुलबुट्टा भरिएको छैन। पुस्तकको लागि भनेर चाहिँ नि एकदमै केही कुराहरू काल्पनिक पनि राखिएको छैन। त्यस कारण जे उसले थाहा पाएको छ त्यही नै पुस्तकमा छ भनेर मैले भने। तर उसले एकदमै के भन्यो भने केही नौलो कुरा आउला भने त मैले थाहा पाएको कुरा। त्यस कारण पनि अर्धाङ्गीलाई चाहिँ मैले सबै कुरा पोखेकै रहेछु, सबै कुरा भनेकै रहेछु, केही कुरा चाहिँ नि सिक्रेट राखेको पनि रहेनछु। त्यसमा त अझ खुसी हुनुपर्ने हो होइन। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। पुस्तक आइसकेको छ। हाम्रो निरजजी निरजजी कहाँ जानुभयो? फाइन प्रिन्टको निरजजीलाई चाहिँ धन्यवाद दिए बगर यो कार्यक्रम हामीले समाप्त गर्न सक्दैनौँ। निरजजी आइदिनुहोस्, कमसेकम मुख त देखाइदिनुहोस्। निरजजी फेरि मधुभन्दा पनि कम बोल्ने छ जस्तो लाग्छ मलाई है। पुस्तक आफ्नै पुस्तकको लेखाइको चाहिँ पहिलो अनुभव भए तापनि उहाँसँग सम्बन्ध चाहिँ पुरानै छ। उहाँले धेरै वर्ष अगाडिदेखि नै मलाई घचघचाइरहनुहुन्थ्यो, राज दाइ तपाईँको केही आउनु पर्यो, तपाईँको केही आउनु पर्यो। अनि मैले उहाँलाई भन्ने गर्थेँ, पखन यार भर्खर त 21 पुगेँ, जीवन जिउन बाँकी नै छ, अनुभव गर्न बाँकी नै छ, अहिले नै पुस्तक लेखेँ भने त फेरि धेरै पातलो होला भनेर भने। तर उहाँले मलाई पहिल्यैदेखि नै घचघचाइरहनु भयो। र यो जुन अवधारणा छ, जुन हिसाबमा यो पुस्तक लेखिएको छ, त्यसको परिकल्पना पनि उहाँहरूले नै गर्नुभयो। उहाँहरूले वान फाइन डे आएर होइन राजेश दाइ त्यसो भए यो तरिकाबाट चाहिँ एउटा पुस्तक तपाईँको लिएर आउनु त। विदेशतिर त यसलाई टेस्टेड एन्ड ट्राइड भएको छ। नेपाली परिवेशमा यसरी पुस्तक चाहिँ आएको छैन, यसरी गरौँ न त भनेर सल्लाह दिने पनि उहाँ नै हुनुहुन्थ्यो र उहाँको सल्लाहलाई मैले आत्मसात गरेँ। त्यस कारण सम्पूर्ण फाइन प्रिन्ट त अब प्रख्यात नै छ, यहाँहरू सबैले चिनि नै रहनु भएको चाहिँ पब्लिकेसन्स हो। अत्यन्त राम्रो राम्रो लेखकहरूको पुस्तकहरू उहाँले चाहिँ अगाडि ल्याउनु भएको छ। नेपाली समाजलाई आफ्नो भनौँ न साहित्यहरू, विभिन्न लेखकहरूका विचारहरू, उहाँहरूका जीवनीहरू, उहाँहरूका चाहिँ कल्पनाहरू, जसरी बुद्धिसागरजीले कर्णाली ब्लू लेख्नुभयो, त्यस्ता त्यस्ता अनेकौँ पुस्तकहरू चाहिँ उहाँहरूले पब्लिकेसन गरेर नेपाली समाजलाई एक हिसाबले योगदान दिलाउनु भएको छ। दुई शब्द केही भनिदिनुहुन्छ कि निरजजी, तपाईँको अनुभव कस्तो रह्यो? अब बुक साइनिङ गर्छौँ, कुनै बुक्सहरू चाहिँ साइनिङ गरेर यहाँहरूलाई दिनेछु। र मलाई पूर्ण विश्वास छ यो पुस्तक यहाँहरूको हातमा परिसकेपछि तपाईँ र हाम्रो साइनो चाहिँ अझ गहिरिनेछ, अझ आत्मीयता अझ बढ्नेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ।